हेलो गाइज वेलकम टु माई भ्लग। आज हामी कहाँ जानला रे? यो ठाउँको नाम सातो बाटो। हामी नारायण थान घुम्न आएको छौँ। हेर्नुहोस् हामी सबैजना हिँडिरहेको छौँ। हेर्नुहोस् अब हामी माथि गएर देखाउँछौँ। बाई। हामी माथि बाटो हिँड्दैछौँ। बाटो विथ काभ्रेली सम्धी स्मल काभ्रेली सम्धी अनि हाम्रो मामा काका फुपू बहिनी हामी जाँदैछौँ। बाटो हेर्नु ल एकछिनलाई म बाटो देखाउँछु। ग्याङलेक 2 नम्बर वडाको बाटो हो। ग्याङलेक 2 नम्बर वडा 3 नम्बर चाहिँ चिरिमासक 4 नम्बर 3 पनि भेट्छ यहाँ। 3 र 4 एउटाको 3 4 2 हाम्रो गाउँ। माथि डाँडा राम्रै छ है काका। चौर जस्तो क्या माथि यहाँ चाहिँ चोर पनि आउँछ अरे। हामीलाई रिक्स लागि हामी हिँडिरहेछौँ। सिन्धुलीमा मान्छे मारेको भने अस्ति यतै हो। बोरामा भेटेको भने बोला पनि डर लाग्छ यतातिर। कपी पेस्ट देखाउला फेरि। सट्ट घुमाउनु रानी त गएर मैचंगे सिङ ह्यान्डसम। काका र मामालाई केटी नभेटेको अवस्था। भेटिसकेको अवस्था छ। बोलाएको छ आउँछ तामाजोर तलको खोला क्लियर आएन। अहिले बनाउँछ नि त्यता। यो ठाउँको नाम के रे मामा? पुरै भन्नु त। कुन यो ठाउँको नाम? यो ठाउँको नाम के भने यो हामी अहिले आएको चाहिँ भन्नु न। हामी सातो बाटो जान लाग्यो। ओ गड क्या दामी आएछ। सबजना बस्नु त मामा। सातो बाटो। ओइ निर्मला यता हेर्न काका। ओ माइला गट म पनि आउनु पर्यो नि। सुनि जाको माइलाघाट। हामी चाहिँ मरिन खोलाको शिरमा आइपुगेको छौँ। यहाँ माथि यो लाएर राखेको छ। अनि के अरे पानी त सुकिसकेको रहेछ। तल यही नै शिर रहेछ। माथि कस्तो छ? जान मिल्छ मिल्दैन? माथि चाहिँ जान डर लाग्यो। हामी चाहिँ गएन गाइड्स। लुक हियर। म चाहिँ अलिक काछारे नै छु त। ओ गड यो काका मामा अगाडि हिँडेर ल सबै धुलो आयो। हाम्रो गाउँको बाटो यो चाहिँ पिच हुन लाग्यो। सिन्धुलीबाट आउन लागेको बाटो। हामी हाम्रो गाउँको नारायण थान मन्दिर आइपुगे। हेर्नुहोस् अनि त्यहीँ गएर देखाउँछु ल। यो डाँडा पुरै हो। तेमाल अनि के को रे? रामेछाप सैलुङ। हिमाल चाहिँ राम्रोसँग देखाएको छैन आज हुस्सु लागेर। भ्यू चाहिँ राम्रो रहेछ। हामी हिँडेछौँ। नारायण थानको मेला लाग्ने चाहिँ यही हो हाम्रो गाउँमा। तेमाल जात्रा चाहिँ तेमालमा लाग्छ। युटार भूकम्प नाप्ने मेसिन हाम्रो गाउँको
सिन्धेलीको बिचनाको यहाँबाट थाहा हुन्छ देर्सी भन्दा रहेछ आज खोलेको रहेनछ टाइममा मात्र खोल्ने यसको सो त्यही भएर आज खोलेको छैन हामी चाहिँ यता घुम्दैछौँ यो चाहिँ हामीले भ्लगभन्दा पनि पछिको लागि मेम्बर हुने गरेर राख्न भएको हो सम्देली ग्याङहरू यहाँ रक्सी बोकेर खाएर हिँडिरहेछौँ हामी यो चाहिँ हाम्रो भन्नु कन्टिन्यू प्लिज के हो भन्नु त पिसफुल इन्भाइरोमेन्ट हामी सबैजना पछाडि छौँ हेलो गर्नु मामाले भिडियोबाट पछाडि गर्दै हुँदो रहेछ चोपटी सीधा हो नि चोपटी सीधा हो फोटो खिच्ने कार्यक्रम यहाँ मिल्दैछ लेभल ये गीत कसले बजाएको बजाउन हेत जुत्ता थियो घैँठी हेलो हामी तामाङहरूको के हो यो भनिदिनु त काका प्लिज यो हाम्रो के हो तामाङको लालीगुराँस नेपाल अब सबैको वाउ हामी चाहिँ अब निक्लिसकेको नारायणथान सरी माथि पार्कबाट हामी चाहिँ आज घुम्न आएको सातोबाट हो पर्यटन क्षेत्रबाट हामी अब फर्किँदैछौँ अब ढ्याङलेक 2 बाट हामी 4 मा जाँदैछौँ पछि आउँछ भिडियो भन्दा वाच टिल द अन्टिल एन्ड के अरे अब यो चाहिँ नारायणथानको हो यो चाहिँ हामी अघि गइसक्यौँ बाई बाई हामी चाहिँ हिँडी महाभारत लेक के अरे समथिङ के हो मलाई पनि थाहा भएन क्लियरली बट हाम्रो गाउँ आउने बाटो हो काभ्रे र सिन्धुली जोड्ने बाटो हेर्नुहोस् यति राम्रो छ भ्यू देखो न गाइज भने जस्तो कस्तो लोभ लाग्दो ठाउँ छ डाँडाको टुप्पोमा छौँ पुरै यही बाटो हिँडिरहेछौँ एकदम अहिले चाहिँ हामी यहाँको डाँडामा जानु लाग्यो त्यहाँबाट भ्यू राम्रो आउँछ अरे त्यहाँ देखाउँछु है म त ढले ओ गड पहाडभन्दा माथि छौँ हामी
बादल तल हुन्छ मान्छे माथि हुन्छ आज चाहिँ बादल जस्तो लागेको छ पहाडको एन्डिङ आधी माथि फेटो फुटबल खेल्ने ठाउँ चौर अनएक्सपेक्टेड हामी आज घुम्न आएको एकदम रमाइलो भइरहेछ हावाले उडाउँदैछ हावाहरू मजाले उडाउँछ इन्जोय आवर टाइम अनि हाम्रो सबैजना साथीहरू हेर्नुहोस् बस टिल द एन्ड हजुर हामीहरू चाहिँ के मामै नर्मिला के अरे निर्मला त्यो ठाउँको नाम लासाङगाङमा आइपुगेका छौँ सिन्धुली जिल्ला र काभ्रे जिल्लाको सिरानी ग्याग्लेक्चा गाउँपालिका 4 वडा नम्बर 4 यो सबै हामी चलाएको फाइनल्ली हामी आइपुग्यौँ सबैजना स्यास्या भएर बसिरहेको छौँ हामी चाहिँ अहिले यो तलतिर सबै काभ्रे भिलेज यता सबै काभ्रे अनि सत्तो भयो ठुक्क यताबाट चाहिँ सिन्धुली काभ्रेको सिमानामा सबैभन्दा टपको डाँडामा हामी आइपुग्यौँ भएन कस्तो छौ है ताबारे हो ल दाजु ए बोल्दैन उता हामी यति धेरै माथि डाँडामा छौँ नि यस्तो भिड छ तल यति बाक्लो बस्ती छ तल गाउँ त्यसमा सटुले भन्न त हुँदैन थियो अहिलेलाई कभी तुझ में उतरूं जो सांसों से गुजरूं तो आए दिल को राहत मैं हूँ बेठिकाना पाना मुझको पाना है तुझ में दे इजाजत खासमा गुम्बा हेर्न आएको तर गुम्बा हेर्दाखेरि खोइ केही पनि रहेनछ इन्कम्प्लिट रहेछ सो त्यही भएर अब हामी फर्केको लुक भयो यति राम्रो गाउँ छ नि